ह्याप्पी मुडमा भेरी भेरी ह्याप्पी मुडमा एक्सर्साइज गर्दै गाडीमा बसेको हुनाले सबै थाकेको भएर ह्याप्पी मुडमा फ्रेसनेसको लागि एक्सर्साइज चलिरहेको। म चाहिँ मेरो त म फेरि अल्छी एक्सर्साइज नगर्ने खिच्ने मेरो काम चाहिँ नि भिडियोग्राफर फेरि म चाहिँ नि यहाँबाट हाम्रो दामोदर कुण्डको यात्रा सुरु हुन्छ। हामी यहाँबाट सिधै चाहिँ नि हाम्रो यहाँबाट दामोदर कुण्डको यात्राका अहिले जिपमा आउँदैछ। जिपमा हामी अहिले यात्रा गरिसकेपछि हामी चराङ पुग्नेछौँ। चराङबाट माथि लागिसकेपछि लोमाङथाङतिर गइन्छ। चराङमा हाम्रो उत्तरपट्टि लागेपछि दामोदर कुण्डको यात्रा हुन्छ। दामोदर कुण्ड जानको लागि त्यहाँबाट यात्रा सुरु गर्नुपर्ने हुन्छ। कोही मानिसहरू जिपमा पनि जाने गर्दछन् गाडीहरूमा अलिक माथिसम्म। कोही तीर्थयात्री चाहिँ नि हिँडेर पनि जाने गर्छ। यसरी यात्रा गर्दै हामी हिँडेर नै जाने प्रयास हुन्छ, तर नसक्छ जिपमा पनि यात्रा लाग्छ। साउन्ड अर्कै छ, चरा गाह्रो, तर लास्टमा हिमालतिर बस्ने कौवाहरूको बथान जस्तो लाग्यो। यात्रामा हामी हिँड्दैछौँ। अहिले हाम्रो यात्राको सुरुवात बल्ल सुरु भएको छ। चराङबाट उत्रेर हामी लगभग आधी घन्टा हिँडिसकेपछि हामी बल्ल यो ठाउँमा आइपुगेका छौँ। लगभग अब हामी खोलाको बगरतिर कालीगण्डकीको बगरतिर आइपुगेका छौँ। यहाँ हेर्दा अचम्म लाग्छ। माथि माथि पहाडहरूमा अनेक पालहरू गुफाहरू बने जस्तो छ र हामी यात्रामा छौँ। कोही अगाडि कोही पछाडि यसरी यात्रा चलिरहेको छ। लगभग अहिले हामी 3500 मिटरको हाइटमा छौँ र आजको हाम्रो यात्रा क्रम जारी नै छ। अब यसरी यात्रा जाँदाखेरि पहिलो हामी एउटा गाउँमा पुग्नेछौँ। त्यो गाउँको नाम चाहिँ नि अब घारा हुनेछ। त्यो घारा पुगेपछि पहिले यारा पुगेपछि त्यो घारामा पुग्नेछौँ र घाराबाट हाम्रो फेरि माथिको यात्रा सुरु हुन्छ। यात्रा जारी नै छ। र यो लुरी गुम्बा यो ठाउँहरूमा जात्रै नाग बसुहरूले दुःख दिएपछि यहाँनिर गुम्बा बनाएर पूजा गर्ने लामाहरूले गरिसकेपछि यहाँ गुम्बा बनाएपछि नागहरूको पूजा गरेर अनि त्यसपछि धुपबत्ती अगरबत्ती अनि लामाहरू आएर पूजा गरेपछि यहाँ नागले दुःख दिन छोडेको भन्ने कुरा सुनिन्छ। यही हिँड्ने क्रममा अब चाहिँ नि तन हिँड्दै गरेर हामी चाहिँ नि ढुङ्गा ठाटी भन्ने ठाउँमा आइपुगेछौँ। यो ठाउँमा आएर चाहिँ नि बस्ने ठाउँहरू यहाँ आश्रमहरू बनाइएको छ। यहाँ बस्ने ठाउँहरू पनि छ। यहाँबाट अब चाहिँ फेरि पैदल यात्रा जाने भने 2 दिन अथवा 1 दिनको यात्रा यहाँबाट सुरु हुन्छ र अलिकति थकाइको कारणले हामीले चाहिँ नि घोडा प्रयोग गर्ने भनेर यहाँबाट घोडा प्रयोग गर्ने मनस्थितिमा पुग्यो। यहाँ दाइहरूले चाहिँ घोडावाला दाइहरू हुन्, उहाँहरूले चाहिँ प्याकिङ गर्ने काम गर्दै हुनुहुन्छ। त्यसरी घोडामा सामान हालेर यसपछिको यात्रा चाहिँ यहाँबाट माथि सुरु हुन्छ। सुरु भइसकेपछि 9100 मिटर हाइट चढेर आइयो। ओ मान्छेहरू लड्को लाएर आउँदैछन्। यो 9100 मिटर डाँडाको हाइट एकदमै गाह्रो छ। सास फेर्न पनि गाह्रो छ। 9100 मिटर क्रस गरियो। अब यसपछि क्रस गर्न पर्यो भनेको 5700 मिटर हाइट अरे। वाह, जतिसुकै ब्रिथिङ गरे पनि यहाँ सास पुग्दैन। सास एकदम रोकिएको जस्तो, अक्सिजन लेभल एकदम कम छ। कति मान्छे त हिँड्न नसकेर अझ उहीँ छन्। आउँदैछन् लड्को लाएर। डाँडाबाटै मान्छे छन्। भोलि एकादशी भएको हुनाले धेरै तीर्थयात्रीहरू आएका रहेछन्। ल यहाँ के अरे घोरल है टन्नै चरे खान मजाले जुम गर्न सकिएन। चल मेरे घोड़ा छुक छुक छुक।
ए घोडाको सवारी छ त्यहाँबाट यस्तो छ हालत घोडामा त हिँड्दा थाकियो भनेपछि अब पैदल यहाँनिर एक दिनको बाटो चाहिँ नि घोडाको प्रयोग गरियो थाकेर दामोदर कुण्डको आश्रम हो यो अब आश्रममा हामी आज यहीँ बस्ने हो यहीँ खाने हो अनि बिहानतिर माथितिर कतापट्टि कुण्ड छ अरे दर्शन गर्न जाने हो घोडाहरू त्यहाँ गए यहाँ छ चाहिँ हिँड्दैछ यहाँ यस्तै झारबाग बुटा भने पनि हिँड्यो यहाँका ठुला बुटा भने पनि रुख भने पनि सबै यिनी मसला हो ओ घोडाहरू गए हामीलाई पानी खान दिएको घोडाहरू उहाँले पानी नखान दिएको भए हाम्रो हालत के हुन्थ्यो भन्ने कुरा मलाई थाहा छ हामी प्याके भएर अब रेस्क्यु अपरेसनतिर हामी लाग्नुपर्छ कि भन्ने भइसकेको थियो कहाँबाट उहाँबाट ट्याक्क भन्ज्याङमा त भेट हुनुभयो फेरि एकदम मिलनसार हुनुहुँदो रहेछ पानी खानिदिनु भयो हामी त्यही बाटो झर्दैसम्मको माथि हिउँ देख्यो अब कुन हिमाल हो त्यो नेपालकै हिमाल हो कि चाइना हो कन्फ्युज छ अब त्यो गुगलमै सर्च गर्नुपर्छ त्यसले सर्च गर्नुपर्ने यता हिमाल टन्नै देख्यो सानो सानो है मोबाइलले भेट्नु धेरै टाढा रहेछ हिमालहरू मन्दिरहरू पनि छन् को हुँदो रहेछ उहाँले आएर हेलिकप्टरबाट सामान ल्याएर मन्दिर